हेलो एभ्रिवान, इट्स मी मनोज थापा। आज फेरि हामी आएका छौँ MG S5 कम्फर्टमा आई स्मार्ट चेक गर्नको लागि। जुन हामीले अस्ति टेस्ट गरेको छौँ त्यो चाहिँ डिलक्स भेरिएन्टमा टेस्ट गरेको थियौँ भने आज चाहिँ हामी MG S5 कम्फर्टमा टेस्ट गर्न गइरहेका छौँ MG आई स्मार्ट। सो हामी गाडीभित्र आइसकेको छौँ। यो चाहिँ MG S5 कम्फर्ट भेरिएन्ट हो। कम्फर्ट भेरिएन्टमा नि अब हामीले आई स्मार्ट कनेक्ट गरेर देखाउन गइरहेका छौँ हजुरहरूलाई। स्क्रिनमा हेर्न सक्नुहुन्छ हजुरहरूले। सेम नै हो हजुरको। यसलाई स्लाइड गर्नुपर्ने हुन्छ। युजर म्यानुअल भनेको चाहिँ गाडीको इन्फर्मेसनको लागि म्यानुअलहरू भयो। यो युजर भनेको चाहिँ हजुरको मोबाइलसँग गाडी कनेक्ट गर्नको लागि बाइन्ड गर्नको लागि चाहिँ यो युजरमा हजुरले क्लिक गर्नुपर्ने हुन्छ। प्रोसेस सेम नै हो हजुरको। जुन हामीले अस्ति नै डिलक्समा गरेर देखाएको थियौँ प्रोसेस सेम नै हो। माथि लेखेको छ बाइन्ड द भेहिकल, तल लेखेको छ हाउ टु अनबाइन्ड द भेहिकल। हामी चाहिँ बाइन्ड द भेहिकलमा क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरेपछि एउटा यस्तो क्युआर कोड पाउनुहुन्छ हो। मोबाइलमा नि हेर्न सक्नुहुन्छ। यहाँ MG आई स्मार्ट भनेर हामीले एप डाउनलोड गरिसकेका छौँ। यो क्लिक गरेर यहाँ टु बाइन्ड भनेर लेखेको छ, यहाँ क्लिक गर्नुपर्ने हुन्छ। स्क्यान नाउ भनेर आउँछ हजुरको। मैले अब यो यसरी यहाँ स्क्यान गरिदिइसकेपछि फेरि यस्तो पिन राख्नुपर्ने हुन्छ हजुरको। अहिले मैले 2580 नै राखिदिएको छु। अहिले हाम्रो गाडी कनेक्ट भइसकेको छ। अब मेन अब यसमा अर्को कनेक्ट गर्नको लागि यहाँ डिजिटल की म्यानेजमेन्ट भनेर छ। सकेसम्म यो पनि अब ब्लुटुथ की एक्टिभेट गरेर राखिदिनु भयो भने यहाँ कनेक्टेड भनेर देखाउँछ हजुरको। सो कनेक्ट भनेर देखाइसकेको छ। ब्लुटुथ की पनि हाम्रो कनेक्ट भइसक्यो। अब हामीले कीलेस स्टार्ट पनि गर्न मिल्यो। अहिले चाहिँ चाबी गाडीभित्रै छ। यो चाबी चाहिँ हामीले उहाँ दाइलाई ह्यान्डओभर गर्न गइरहेका छौँ। हाम्रो दाइले चाहिँ यो चाबी लिएर अलिक परै जानुहुन्छ। अब मैले गाडी स्टार्ट गर्ने खोजेँ भने स्मार्ट की नट डिटेक्ट भनेर देखाउँछ। यहाँ हेर्न सक्नुहुन्छ स्मार्ट की नट डिटेक्ट भनेर देखाउँछ। अब यहाँ कीलेस स्टार्ट भनेर देखाएको छ। म यहाँ क्लिक गर्छु, तल सक्सेस भनेर आउँछ। मैले ब्रेक थिच्ने बित्तिकै यहाँ रेडी भन्छ, हेर्न सक्नुहुन्छ है। मैले तल ब्रेक थिच्छु, रेडी भनेर आइसक्यो यहाँ माथि। अब गाडी मजाले लान पनि सकियो विदाउट की नै अब हाम्रो मोबाइल भइसक्यो हजुर। मैले गाडी अब मोबाइलबाटै लक र अनलक अनि एसी पनि मोबाइलबाटै अन गर्न गइरहेको छु। हजुरले हेर्न सक्नुहुन्छ। अहिले गाडी आई थिङ्क लकमा छ। जति तानिने आएको छैन यहाँ लकमा देखाइरहेको छ, जति तानिने आएको छैन। मैले यो अनलकमा थिच्छु, त्यहाँ अहिले हेर्न सक्नुहुन्छ अनलक भइसक्यो गाडी मजाले। अब मैले ढोका पनि खोल्न मिल्यो। अनलक सक्सेस भनेर देखाउँछ यहाँ। मैले फेरि अब यसलाई लक गर्न गइरहेको छु। लक भइसक्यो गाडी। अब एसी अन गर्नको लागि चाहिँ यहाँ लक सक्सेसफुल भनेर देखाउँछ।